जम्मा 2085 सालको कुरा गरिरहेको छु। विक्रम सम्वत 2085 प्रत्येक नेपालीले आफ्नो उमेरमा जोडौं 15 वर्ष। 15 वर्षपछिको नेपाल यस्तै नेपालमा बस्ने, यस्तै अँध्यारोमा बस्ने, एउटा सांसद घरमा आउँदै गर्दा पानी माग्नु पर्ने, बिजुली माग्नु पर्ने, घर अगाडिको बाटो छाप्दियो भनेर माग्नु पर्ने, यस्तै अवस्थामा बसिराख्ने कि 15 वर्षपछिको नेपालमा बस्दै गर्दा गर्वका साथ नेपाली हुँ भनेर भन्ने अवस्था। अब हामी आइसके पछाडि 5 वर्षको समयमा हिजो गरेको गल्ती एउटा पनि गर्ने छैनौं, हिजो गरेको कमजोरी एउटा पनि दोहोऱ्याउने छैनौं। नेपाली जनताले यो 5 वर्षभित्रमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ठिक रहेछ भन्ने पनि बनाउनेछौं, समावेशी लोकतन्त्रको अभ्यास पनि गर्नेछौं र प्रधानमन्त्री ओलीको सरकारले खेर फालेको 5 वर्षको क्षतिपूर्ति पनि गरेर कतार गएको साथीलाई पनि फर्काउनेछौं, कोरियाको भिसा लगाएको साथीलाई पनि कोरिया नजाऊ बनाउनेछौं, इजरायल गएको बहिनीलाई पनि फर्काएर नेपाल ल्याउनेछौं, किसानको अनुहारमा पनि खुसियाली ल्याउनेछौं, सानो उद्योग व्यवसाय चलाएको साथीलाई पनि उद्योग व्यवसाय फस्टाउने अवस्था बनाउनेछौं, लाखौं युवाहरूलाई नेपालभित्रै रोजगार प्राप्त गर्ने अवस्था निर्माण गर्नेछौं। 5 वर्ष नेपालको संसद हुन्छ। यो 5 वर्षको संसदको समय अब नेपालले खेर फाल्न सक्दैन। यो समय नेपालको आर्थिक प्रगतिको समय हुनुपर्छ। यो समय नेपालको खेती किसानी गर्ने मानिसहरूको अवस्था बदल्ने समय हुनुपर्छ। यो समय बेरोजगार युवाहरूले रोजगार प्राप्त गर्ने समय हुनुपर्छ। यो समय हाम्रो विद्यालयको र हाम्रो स्वास्थ्य चौकीको अवस्था बदलिने समय हुनुपर्छ। 5 वर्ष कांग्रेसले यो समयको सदुपयोग गर्छ, त्यसको लागि कांग्रेस आएको छ।